So, hello everyone, it's me Yukesh Kanal back again with my 12th lecture, part 4 of General Solution of Trigonometric Equations. And in part 4, we are going to discuss some of the remaining exercise from General Solution of Trigonometric Equations. And these questions are from Basic Mathematics. So, let's get started. So, we have reached number 8. Okay, number 8. Okay, number 8. 8A. Okay. 8 को ए मा चाहिँ हामीले कुन क्वेशन देख्न सक्छौं cos थीटा plus cos 2 थीटा plus cos 3 थीटा equal to 0. ओके सो अब यसलाई यसको चाहिँ हामीले जनरल सोलुसन निकाल्नु पर्यो. ओके सो गरौँ के हुन्छ. ओके यहाँनिर के छ cos थीटा cos 2 थीटा र cos 3 थीटा छ. अब जुन यो मल्टिपल एंगल छ यहाँनिर 2 थीटा र 3 थीटा यसलाई चाहिँ हामीले cos थीटा मा कन्भर्ट गर्नुपर्ने हुन्छ. ओके सो फर्स्टमा यो cos 2 थीटालाई इन टर्म्स अफ cos थीटा लान खोजौँ. cos 2 थीटा यो भनेको कति हुन्छ 2 cos स्क्वायर थीटा minus 1. ओके सो यो फर्मुला हामीले यहाँनिर युज गर्नुपर्ने हुन्छ. अब यता लेखौँ cos थीटा लाई एज इट इज लेख्दै. अब cos 2 थीटालाई के लेख्न सक्यो 2 cos स्क्वायर थीटा minus 1 प्लस अब यो cos 3 थीटा भनेको कति हुन्छ त cos 3 थीटा. cos 3 थीटाको फर्मुला हो cos क्यूब थीटा minus 3 cos थीटा. ओके सो यो फर्मुला हामीले यहाँ युज गर्न सक्छौं. सो हो cos क्यूब थीटा minus 3 cos थीटा. ओके ओके अब यो भनेको इक्वल टु कति हो 0. सो फर्मुला लगाइदियौं हामीले मल्टिपल एंगलको. अब यसलाई सल्भ गरौँ. ओके फर्स्टमा अब हायर अर्डर देखि लेखौँ 4 cos क्यूब थीटा. ओके 4 cos क्यूब थीटा यसलाई फर्स्टमा लेखौँ. त्यसपछि प्लस 2 cos स्क्वायर थीटा यसलाई लेखौँ. अब यहाँ हेर्नुस् minus 3 cos थीटा प्लस cos थीटा भनेको minus 2 cos थीटा. यो नेगेटिभ 1 भयो. नेगेटिभ 1 इक्वल टु 0. ओके अब हेर्नुस् यहाँनिर अब यहाँबाट 2 cos स्क्वायर थीटा छ. यता पनि हाम्रो 2 cos स्क्वायर थीटा कमन लिन सकिन्छ है त. 2 cos स्क्वायर थीटा कमन आयो. सो कमन आउँदाखेरि यहाँनिर रिमेनिङ कति भयो त एउटा 2 बाँकी हुने भयो. अर्को cos थीटा बाँकी हुने भयो. cos थीटा यो एक्सप्रेसनमा प्लस अब 2 cos स्क्वायर थीटा त बाहिर गयो. सो यता कति हुने भयो 1 हुने भयो. सो अब यताबाट हामीले के कमन लिन सक्छौं minus 1 कमन लिन सक्छौं. minus 1 कमन लिँदाखेरि 2 cos थीटा प्लस 1 इक्वल टु 0. ओके अब हेर्नुस् यहाँनिर पनि 2 cos थीटा प्लस 1 2 cos थीटा प्लस 1 यो कमन आइरहेको छ. सो लिदियौं. cos थीटा प्लस 1 2 cos स्क्वायर थीटा minus 1 equal to 0. हेर्नुस् त हाम्रो दुईटा सोलुसन आयो. either 2 cos theta plus 1 equal to 0 or 2 cos square theta minus 1 equal to 0. Okay अब गर्दियौं either or either के हुने भयो त 2 cos theta plus 1 equal to 0. अब यसलाई सल्भ गर्दाखेरि हामीले cos को भ्यालु कति पाउँछौं cos theta equal to negative 1/2 पाउँछौं. अब cos theta अब यसलाई स्ट्यान्डर्ड एंगलमा लान खोजौं इक्वल टु नेगेटिभ यो भनेको cos 1/2 भनेको cos कति हुन्छ cos 60. सो cos 60 भनेको pi/3. ओके अब हेर्नुस् यहाँनिर अब यसलाई पोजिटिभ बनाउन खोजौं. अब यसलाई पोजिटिभ बनाउनको लागि म जान्छु कास्ट फर्मुलामा CAST. अब कास्ट फर्मुलामा के हुन्छ यो क्वाड्रेन्टमा यहाँ अल पोजिटिभ छ. यो क्वाड्रेन्टमा के हुन्छ यो क्वाड्रेन्टमा हाम्रो साइन र cosec पोजिटिभहरु सबै नेगेटिभ भनेपछि cos 180 minus थीटा cos 180 minus थीटा हुँदाखेरि cos 180 minus थीटा जुन छ त्यो भनेको कति हुने रहेछ नेगेटिभ अफ cos थीटा हुने रहेछ. सो अब नेगेटिभ अफ cos थीटा को ठाउँमा हामीले यो लेख्न सक्छौं. 180 लाई हामीले रेडियन मेजर्समा पाइ
भनेर पनि लेख्न सक्छौं। सो हेरौँ यहाँनिर कति आउँछ अब cos थीटा इक्वल टु कति हुन्छ यो भनेको cos पाई माइनस पाई बाई 3 हो। cos 180 माइनस थीटा भनेको नेगेटिभ cos थीटा हुन्छ। अब यहाँनिर कति आयो त हाम्रो cos थीटा इक्वल टु cos अफ 180 माइनस थीटा भनेको कति हुने भयो त भनेपछि अब एलसीएम लिदिउँ यतापट्टि 3 पाई माइनस पाई भनेको 2 पाई बाई 3 हुने रहेछ। ओके सो 2 पाई बाई 3 आयो। अब यसलाई जेनरल टर्ममा हामीले कसरी लेख्न सकिन्छ cos थीटा इक्वल टु cos x इक्वल टु cos थीटा हुँदाखेरि हाम्रो फर्मुला के थियो थीटा ओके यहाँ लेख्यौँ थीटा इक्वल टु 2n पाई प्लस माइनस कति छ 2 पाई बाई 3 रहेछ। ओके सो यो हाम्रो जेनरल टर्म भयो यसको। सो हाम्रो यसको जेनरल टर्म कति हुँदो रहेछ थीटा इक्वल टु 2n पाई प्लस माइनस 2 पाई बाई 3 ओके वेयर n belongs to integer यो लेख्न चाहिँ नबिर्सिनु। ओके सो अब सेकेन्ड केसमा जाउँ। let's move into the second case। अब सेकेन्ड केसमा के छ 2 cos स्क्वायर थीटा or 2 cos स्क्वायर थीटा minus 1 equal to 0। यहाँनिर कति आउँछ 2 cos स्क्वायर थीटा equal to 1। so cos स्क्वायर थीटा equal to 1 by 2। अब यसलाई हेर्नुस् यो भनेको कति हुन्छ cos स्क्वायर थीटा इक्वल टु 1 बाई रुट 2 को होल स्क्वायर हुन्छ। अब यसलाई हामीले स्ट्यान्डर्ड एंगलमा कसरी लेख्न सक्छौं cos स्क्वायर थीटा इक्वल टु cos स्क्वायर पाई बाई cos स्क्वायर 45 भनेको 1 बाई रुट 2 को होल स्क्वायर हुन्छ। सो अब यसलाई पनि जेनरल टर्ममा लेख्यौं। जेनरल टर्ममा यसको भ्यालु कति हुन्छ त अब थीटा इक्वल टु n पाई प्लस माइनस पाई बाई 4। ओके सो यसको सोल्युसन यो हुँदो रहेछ वेयर n belongs to integer। ओके सो यस्तो टाइपको क्वेशन आयो भने हामीले यसरी सल्भ गर्न सक्छौं। ओके सो लेट्स मुभ अन टु नेक्स्ट क्वेशन। सो दैट इज 9। अब हामी डाइरेक्टली जम्प गरौँ 8 को सी मा 8 को सी नम्बरमा के छ त tan थीटा प्लस tan 2 थीटा इक्वल टु अब यहाँनिर कति हुन्छ tan 3 थीटा। सो यो क्वेशन रहेछ। अब यसको हामीले जेनरल टर्ममा सोल्युसन निकाल्नु पर्यो। ओके अब फर्स्टमा हामीले यहाँ हेरौँ यो जुन एंगल छ यो थीटा प्लस 2 थीटा भनेको त 3 थीटा हुन्छ। ओके सो अब यही बेसिसमा चाहिँ हामी यो क्वेशनलाई सल्भ गर्छौं। ओके सो सोल्युसन यहाँनिर चाहिँ हामीलाई के थाहा छ थीटा प्लस 2 थीटा भनेको कति हुँदो रहेछ त 3 थीटा हुन्छ। ओके अब यहाँनिर एउटा काम गरौँ पुटिङ tan on both sides। ओके tan लगाइदिउँ दुवै साइड कति हुन्छ त tan थीटा प्लस 2 थीटा इक्वल टु कति हुँदो रहेछ त tan अफ एंगल 3 थीटा हुँदो रहेछ। ओके सो tan a प्लस b को फर्ममा गयो। अब tan a प्लस b को फर्मुला हामीलाई थाहा छ के हुन्छ tan a प्लस b को फर्मुला tan a प्लस b को फर्मुला के हुन्छ दैट इज tan a प्लस tan b अपॉन 1 माइनस tan a tan b। ओके सो यो फर्मुला अप्लाई गर्नु tan थीटा प्लस tan 2 थीटा अपॉन 1 माइनस tan थीटा टाइम्स tan 2 थीटा
इक्वल टु अब यता कति हुने भयो tan 3 थीटा हुने भयो ओके अब हेर्नुस् यहाँनिर अब हामीले क्रस मल्टिप्लाई गर्न सक्छौं यसरी क्रस मल्टिप्लाई गर्दाखेरि के आउँछ त 1 into tan theta plus tan 2 theta भनेको एज इट इज लेख्न पाइयो tan theta plus tan 2 theta इक्वल टु अब यतापट्टि हेर्नुस् यतापट्टि tan 3 theta छ अब योसँग मल्टिप्लाई गर्ने भयो 1 minus tan theta times tan 2 theta ओके आई होप यहाँसम्म बुझ्नुभयो होला सो अब यहाँनिर के हुन्छ tan theta plus tan 2 theta इक्वल टु अब tan 3 theta ले मल्टिप्लाई गर्नु tan 3 theta minus tan theta times tan 2 theta times tan 3 theta ओके अब यो माथिको हेर्नुस् है यो माथिको जुन क्वेशन छ मैले यसलाई मान्दै इक्वेसन 1 है अहिले यो काम लाग्छ है अब हेर्नुस् यहाँ अब यहाँनिर ओके अब यहाँनिर हेर्नुस् यो जुन tan थीटा प्लस tan 2 थीटा छ दिस इज इक्वल टु अनि अब यो tan 3 थीटा जुन छ यसलाई मैले उता लग्दै भने दैट इज माइनस tan 3 थीटा हुन्छ दिस इज इक्वल टु अब यो इक्वेसनबाट हेर्नुस् त यहाँनिर नेगेटिभ अफ tan थीटा tan 2 थीटा tan 3 थीटा छ भनेपछि यो पुरै एक्सप्रेसन चाहिँ योसँग इक्वल रहेछ यसलाई अब यसलाई चाहिँ हामीले यो टर्ममा लेख्न सक्छौं tan थीटा प्लस tan 2 थीटा माइनस tan 3 थीटा भनेको यो टर्ममा लिन सक्छौं सो व्हाट वी क्यान राइट हियर इज अब यदि यो भनेको 0 हो भने के हुने भयो त नेगेटिभ tan थीटा टाइम्स tan 2 थीटा टाइम्स tan 3 थीटा इक्वल टु 0 हुने रहेछ सो अब यहाँबाट हाम्रो के आउँछ tan थीटा नेगेटिभ 1 ले मल्टिप्लाई गर्नु बोथ साइडमा tan थीटा टाइम्स tan 2 थीटा टाइम्स tan 3 थीटा इक्वल टु 0 ओके अब यहाँबाट त तीनटा सोलुसन आयो हाम्रो तीनटा सोलुसन आयो अब फर्स्टमा के छ tan थीटा इक्वल टु 0 फर्स्ट केस tan थीटा इक्वल टु 0 अब tan 0 हुँदाखेरि हाम्रो थीटाको भ्यालु कति हुन्छ थीटा इक्वल टु n पाई वेयर n बिलोंग्स टु इन्टिजर हुन्छ सेकेन्ड केसमा के हुन्छ सेकेन्ड केसमा के हुने हो tan 2 थीटा इक्वल टु 0 tan 2 थीटा इक्वल टु 0 अब यो केसमा पनि कति हुने भयो 2 थीटा इक्वल टु n पाई हुने भयो अब थीटा इक्वल टु कति हुने भयो n पाई बाइ 2 हुने भयो वेयर n बिलोंग्स टु इन्टिजर अब थर्ड केसमा हेरौं थर्ड केसमा के आयो tan 3 थीटा इक्वल टु 0 tan 3 थीटा इक्वल टु 0 आउँदो रहेछ सो अब tan 3 थीटा इक्वल टु 0 आउँदाखेरि 3 थीटा भनेको कति हुने भयो n पाई हुने हो सो देयरफोर थीटा इक्वल टु n पाई अपॉन 3 वेयर n बिलोंग्स टु इन्टिजर सो यसको तीनटा आन्सर आउने रहेछ फर्स्ट आन्सर हाम्रो यो भयो सेकेन्ड आन्सर हाम्रो यो भयो अनि थर्डमा हाम्रो के आउँदो रहेछ सोलुसन यो आउँदो रहेछ सो थीटाको भ्यालु इन टोटल हाम्रो तीनटा आयो सो थीटा इक्वल टु n पाई n पाई बाई 2 n पाई बाई सो यसरी हामीले
यो क्वेसनलाई गर्न सक्छौँ। सो आई होप यो क्वेसन पनि बुझ्नुभयो होला तपाईहरुले कसरी गर्न सकिन्छ। सो लेट्स मुभ अन टु नेक्स्ट क्वेसन। ओके 8 को डी मा जाउँ। क्वेसन नम्बर 8 डी। ओके सो 8 को डी मा हेरौँ। 8 को डी मा के छ 2 टाइम्स sin x टाइम्स sin 3x इक्वल टु 1। ओके सो यो क्वेसन छ डी मा। अब यस्तो टाइपको क्वेसनलाई हामीले कसरी सल्भ गर्न सक्छौँ। ओके सो फर्स्टमा हेरौँ। अब यहाँ पनि मल्टिपल एंगल छ, मल्टिपल एंगल। सो sin 3x भनेको हामीलाई sin 3x लाई हामीले sin मा लान सक्छौँ। कसरी? सो sin 3x भनेको 3 टाइम्स sin x minus 4 sin क्यूब x। ओके सो यो फर्मुला हामीले युटिलाइज गरेर यो क्वेसन गर्न सक्छौँ। सो लेट्स गेट स्टार्टेड। 2 sin x टाइम्स यहाँनिर sin 3x को ठाउँमा हामीले के लेख्न सक्छौँ 3 टाइम्स sin x minus 4 sin क्यूब x इक्वल टु 1। ओके अब यसलाई सल्भ गरौँ। 3 2 जा 6 6 sin स्क्वायर x minus 2 4 जा 8 sin क्यूब x सरी नट sin क्यूब x into पावर एड हुन्छ। सो 3 + 1 कति हुने भयो 4 sin 4x इक्वल टु 1। ओके यो पुरै एक्सप्रेसनलाई अब उता लगिदिउँ अथवा यहाँनिर कति हुने भयो अब -1 ले मल्टिप्लाई गर्दा यसलाई पनि यता ल्याइदिउँ। सो कति हुन्छ यो 8 sin 4x minus 6 sin स्क्वायर x। अब यो 1 पनि यता आयो भनेपछि -1 हुन्थ्यो। सो यता कति हुने भयो +1 इक्वल टु 0। ओके मैले -1 कमन लिएँ र यसलाई पनि यता ल्याएँ है। ओके अब यहाँ यस्तो आयो। अब यो क्वाड्रेटिक इक्वेसनको फर्ममा छ 4 2 जा 8 4 + 2 6। ओके सो मिडल टर्मलाई ब्रेक गरिदिउँ 6 लाई -6 भनेको 4 + 2 sin स्क्वायर x +1 इक्वल टु 0। ओके अब हेर्नुस् यहाँ 8 sin 4x minus 4 sin स्क्वायर x minus 2 sin स्क्वायर x +1 इक्वल टु 0। ओके अब यहाँबाट पनि 4 sin स्क्वायर x कमन लिन सकिन्छ यो दुईटाबाट। सो 4 sin स्क्वायर x कमन आयो। सो यतापट्टि कति हुने भयो 2 sin स्क्वायर x minus 1। अब यतापट्टि हामीले -1 कमन लिन सक्छौँ यहाँ र यहाँबाट। सो 2 sin स्क्वायर x minus 1 इक्वल टु 0। अब हेर्नुस् यहाँनिर दुईटा कमन एक्सप्रेसन आयो यो अनि यसलाई हामीले कमन लिन सक्छौँ। सो कमन लिदिउँ। कमन लिदिँदाखेरि कति हुन्छ यसको सोलुसन। ओके सो कमन लिँदा 2 sin स्क्वायर x minus 1 अनि 4 sin स्क्वायर x minus 1 इक्वल टु 0। दुईटा सोल्युसन आयो, दुईटा सोल्युसन आयो। अब आइदर अर गर्न सकिन्छ। ओके सो यहाँनिर हेरौँ आइदर सो आइदर के हुने भयो 2 sin स्क्वायर x minus 1 इक्वल टु 0। अब यहाँनिर कति आउने भयो sin स्क्वायर x इक्वल टु 1/2। अब हामीलाई के थाहा छ sin स्क्वायर x इक्वल टु यो भनेको 1/√2 को होल स्क्वायर हुन्छ। ओके 1/√2 भनेको sin π/4 हो। सो sin स्क्वायर x इक्वल टु दिस इज sin स्क्वायर π/4। सो अब यसको सोल्युसन कति हुने भयो त यसको सोल्युसन कति हुने भयो त x इक्वल टु n पाई प्लस माइनस π/4। ओके इसको सोल्युसन के हुने भयो वेयर के हुने भयो x बिलोंग्स टु n बिलोंग्स टु इंटीजर।
ओके अब नेक्स्टमा जाउँ नेक्स्टमा के छ हाम्रो 4 sin square x minus 1 or कति छ 4 sin square x minus 1 equal to 0 अब यसलाई कसरी सल्भ गर्न सकिन्छ sin square x equal to 1 by 4 अब यहाँनिर कति हुने भयो sin square x equal to 1 by 2 को स्क्वायर अब यतापट्टि कति हुने भयो sin square x equal to sin square 1 by 2 भनेपछि यो भनेको sin 30 हो सो pi by 6 हुने भयो sin square x equal to sin square 6 सो अब हाम्रो x को जनरल टर्ममा सोलुसन कति हुने भयो त x equal to n pi plus minus pi by 6 x equal to okay where n belongs to integer okay so यसरी हामीले यो क्वेशनलाई पनि सल्भ गर्न सक्छौं so I hope you पनि बुझ्नु भयो होला so let's move into next question okay next question मा जाउँ अब नेक्स्ट गर्छौं हामी 9 को d नम्बर किनभने बाँकी सबै सिमिलर छ सो 9 को d नम्बर हेर्छौं हामी 9d ओके सो 9 को d नम्बरमा हेर्दा 4 sin of angle 4x minus cos square अब यहाँ मल्टिपल एंगल छ 2x cos square 2x equal to 0 सो अब यस्तो टाइपको क्वेशनलाई कसरी सल्भ गर्न सकिन्छ अब के गर्नु पर्दैन जस्ट यो cos 2x को फर्मुला cos 2x लाई हामीले फर्मुलामा चेन्ज गर्नु पर्छ इन टर्म्स अफ साइन ओके सो cos 2x फर्स्टमा हेर्नु है cos 2x cos 2x को इन टर्म्स अफ साइन हाम्रो फर्मुला के थियो 1 minus 2 sin square x ओके अब यो फर्मुलालाई हामीले यता सब्स्टिट्युट गर्दियौ सो 4 sin of x sin को पावर 4x माइनस अब यो cos स्क्वायर 2x छ सो cos 2x भनेको कति छ हाम्रो 1 minus 2 sin स्क्वायर x को होल स्क्वायर हुने भयो इक्वल टु 0 किनभने स्क्वायरमा छ ओके अब सल्भ गरौँ यसलाई कति हुन्छ 4 sin 4x माइनस यो a minus b को होल स्क्वायर को फर्ममा छ सो खोल्दिम कति हुन्छ 1 1 को स्क्वायर 1 भयो माइनस 2 2 जा 4 sin स्क्वायर x प्लस 4 sin 4x इक्वल टु 0 सो यो मैले a minus b को होल स्क्वायर को फर्ममा खोल्दै ओके सो अब यहाँनिर हेरौँ 4 sin 4x माइनस 1 माइनसले साइन चेन्ज गर्दियौ माइनस 1 भयो माइनस माइनस प्लस 4 sin स्क्वायर x यतापट्टि माइनस इन्टु प्लस माइनस 4 sin 4x इक्वल टु 0 यो पावरमा छ है 4 sin को पावर 4x 4 sin को पावर 4x यो के हुन्छ त यहाँनिर यो क्यान्सल हुन्छ सेम नम्बर डिफरेन्ट साइन छ है अब रिमेनिङ कति आयो त हाम्रो 4 sin स्क्वायर x यो पोजिटिभ साइन छ यसको माइनस 1 इक्वल टु 0 अब यसलाई के गर्न सकिन्छ sin स्क्वायर x इक्वल टु 1 upon 4 अब यो भनेको कति हो त sin स्क्वायर x इक्वल टु 1 by 4 भनेको 1 by 2 को होल स्क्वायर भयो सो अब यतापट्टि कति आउने भयो sin स्क्वायर x इक्वल टु 1 by 2 को स्क्वायर 1 by 2 लाई हामीले स्ट्यान्डर्ड एंगलमा लग्दाखेरि यो भनेको sin कति हो sin 30 sin 30 भनेको pi by 6 सो sin स्क्वायर pi by 6 अब x को भ्यालु कति हुने भयो त x इक्वल टु n pi प्लस माइनस pi upon 6 सो यसरी सो यस्तो टाइपको क्वेशनलाई हामीले यसरी सल्भ गर्न सक्छौं where n belongs to integer okay
सो डी नम्बर हामीले यसरी सल्भ गर्न सक्छौं. So let's move into next question. Okay, question number 10B. 10 को B मा. 10 को B मा पनि अघिको जस्तै सिमिलर छ. अब यसमा चाहिँ के छ tan थीटा प्लस tan 2 थीटा प्लस tan 3 थीटा इक्वल टु 0. अब यसरी सल्भ गरेको छ. अब यो क्वेशनलाई हामीले कसरी सल्भ गर्न सक्छौं? अब यो क्वेशन चाहिँ अघि माथिको क्वेशन भन्दा हल्का डिफरेन्ट छ. किनभने अघि यो tan 3 थीटा उतापट्टि पोजिटिभ साइनमा tan थीटा प्लस tan 2 थीटा इक्वल टु tan 3 थीटा भनेर आएको थियो. अब यहाँनिर चाहिँ तिनटै एकै ठाउँमा छ र तिनटै समेसनमा छ र तिनटैको साइन के छ सेम छ. ओके, सो यस्तो टाइपको क्वेशनलाई हामीले कसरी गर्न सक्छौं? सो सोलुसन फर्स्टमा हाम्रो मोटिभ के हुन्छ भन्दा यो tan 3 थीटा जुन छ यसलाई पनि यही बनाउन खोजौं है त. सो फर्स्टमा त त्यही हो. हामीलाई के थाहा छ थीटा प्लस 2 थीटा भनेको त 3 थीटै हुन्छ. ओके, अब यहाँनिर पुटिङ tan अन बोथ साइड गर्दियौं. tan थीटा प्लस 2 थीटा इक्वल टु tan अफ एंगल 3 थीटा हुन्छ. अब यसलाई सल्भ गरौँ. tan a प्लस b अघिको जस्तै tan थीटा प्लस tan 2 थीटा अपॉन 1 माइनस tan थीटा टाइम्स tan 2 थीटा इक्वल टु अब यहाँनिर कति छ tan 3 थीटा छ. अब हेर्नुस् यहाँनिर क्रस मल्टिप्लाई गर्नु त 1 छ. सो क्रस मल्टिप्लाई गर्नु. सो क्रस मल्टिप्लाई गर्दा tan थीटा प्लस tan 2 थीटा इक्वल टु कति हुन्छ tan थीटाले मल्टिप्लाई गर्दियौं यसलाई tan थीटा tan 3 थीटा माइनस tan 3 थीटा tan थीटा tan 2 थीटा यति आउँछ. ओके, सो हेर्नुस् अब अब यहाँनिर हेर्नुस्. सो यति आयो. अब हामीले यहाँनिर के लेख्न सक्छौं फर्स्टमा हेर्नुस् है. जुन यो tan थीटा र tan 2 थीटा छ यो भनेको कति हुँदो रहेछ त tan 3 थीटालाई कमन लेख्दियौ 1 माइनस tan थीटा टाइम्स tan 2 थीटा हुँदो रहेछ. ओके, सो अब यो दुईटाको ठाउँमा सो tan थीटा प्लस tan 2 थीटाको ठाउँमा मैले यो भ्यालु सब्स्टिट्युट गर्न सक्दिन्छु. सो यसलाई मानौं इक्वेसन 1 र यसलाई मानौं इक्वेसन 2. सो सब्स्टिट्युटिङ इक्वेसन 2 इन 1. ओके, यो भ्यालु हाल्दियौं कति छ tan थीटा यो जुन छ tan थीटा प्लस tan 2 थीटा यसको ठाउँमा हामीले के लेख्न मिल्यो यो लेख्न मिल्यो. सो हाल्दियौं कति हुन्छ tan थीटा tan थीटा tan 3 थीटा अपॉन 1 माइनस tan थीटा टाइम्स tan 2 थीटा प्लस यो tan 3 थीटा छ. ओके, tan 3 थीटा इक्वल टु 0. ओके, यहाँबाट बुझ्नु भयो होला मैले यो भ्यालु tan थीटा प्लस tan 2 थीटाको भ्यालु यो इक्वेसनमा लगाएर सब्स्टिट्युट गर्दा हाम्रो फाइनल सोलुसन यो आयो. ओके, अब यहाँ हेर्नुस् यहाँबाट हामीले के कमन लिन सक्छौं tan 3 थीटा tan 3 थीटा. ओके, सो कमन लिदियौं कति हुन्छ tan 3 थीटा कमन आयो. कमन आउँदा 1 माइनस tan थीटा टाइम्स tan 2 थीटा. So this is plus 1. Okay, equal to 0. अब यहाँ हाम्रो कति आयो त tan 3 थीटा 1 plus 1 2 minus tan थीटा times tan 2 थीटा equal to 0. Okay, so यो आउँदो रहेछ सोल्युसन.
अब यसमा आइदर गरौँ, आइदर के हुने भयो हाम्रो tan 3 थीटा इक्वल टु 0। अब हामीलाई फर्मुला थाहा छ 3 थीटा इक्वल टु n पाई। सो देयरफोर थीटा इक्वल टु कति आयो n पाई अपॉन 3 आउँदो रहेछ। ओके, वेयर n बिलोंग्स टु इन्टिजर। फर्स्ट सोल्युसन हाम्रो यो हुँदो रहेछ। अब सेकेन्डमा जाउँ, और के छ 2 माइनस tan थीटा टाइम्स tan 2 थीटा इक्वल टु 0। ओके, यो रहेछ सेकेन्डमा। अब यसलाई सल्भ गरौँ। यो भनेको tan थीटा टाइम्स tan 2 थीटा इक्वल टु 2 हुन्छ। अब tan 2 थीटालाई फर्मुलामा खोल्दिउँ। अब यसको फर्मुला तपाईहरुलाई थाहा छैन भने यहाँ हेर्नुस्, tan 2 थीटा भनेको जहिले पनि कति हुन्छ 2 tan थीटा अपॉन 1 माइनस tan स्क्वायर थीटा। ओके, सो यही फर्मुला हामीले यता सब्स्टिट्युट गर्नुपर्ने हुन्छ। सो tan थीटा टाइम्स 2 tan थीटा अपॉन 1 माइनस tan स्क्वायर थीटा इक्वल टु 2। ओके, सो अब हेर्नुस् यहाँनिर यो 2 लाई चाहिँ हामीले क्यान्सल गर्न मिल्छ। ओके, सो tan थीटा इन्टु tan थीटा भनेको tan स्क्वायर थीटा अपॉन 1 माइनस tan स्क्वायर थीटा इक्वल टु 1 हुन्छ। ओके, अब यहाँ तल पनि कति हुने 1, सो क्रस मल्टिप्लाई गर्न मिल्यो। क्रस मल्टिप्लाई गर्दाखेरि tan स्क्वायर थीटा इक्वल टु 1 माइनस tan स्क्वायर थीटा। ओके, अब यहाँ कति आउँछ 2 tan स्क्वायर थीटा इक्वल टु 1। अब यहाँ कति आयो tan स्क्वायर थीटा इक्वल टु 1 अपॉन 2। अब यस्तो खालको प्रब्लम आयो हाम्रो। ओके, सो अब यहाँनिर कति हुन्छ त tan स्क्वायर थीटा भनेको 1/2 छ। सो के गर्न मिल्यो यसलाई tan स्क्वायर थीटा इक्वल टु, सो 1/2 भनेको कति हुन्छ यहाँनिर भन्दा दैट इज ओके, लेट्स राइट इट डाउन एज tan थीटा इक्वल टु प्लस माइनस 1 अपॉन √2 हुन्छ। ओके, प्लस माइनस tan अपॉन √2 हुन्छ। अब हेर्नुस् यहाँ, सो tan थीटा इक्वल टु प्लस माइनस 1 अपॉन √2 आयो। सो प्लस माइनस √2 आउँदाखेरि थीटा इक्वल टु कति हुने भयो, यो भनेको इन्भर्स फंक्सनमा लाँदा tan इन्भर्स प्लस माइनस 1 अपॉन √2 हुन्छ। ओके, सो थीटा भनेको कति रहेछ त tan इन्भर्स प्लस माइनस 1/√2। सो अब यो इक्वेसनलाई अब ध्यान दिएर हेर्नुस्, यो माथिको इक्वेसनलाई हामीले कसरी लेख्न सक्छौं, यो थीटाको ठाउँमा अब यो माथिको इक्वेसनलाई, सो वी क्यान राइट इक्वेसन 1 as ओके थीटा, ओके tan, फर्स्टमा tan लेखौं, थीटा भनेको कति रहेछ त tan इन्भर्स प्लस माइनस 1/√2। ओके, इक्वल टु यो भनेको प्लस माइनस 1 अपॉन √2 हुँदो रहेछ। ओके, यो भनेको थीटा हो हैन। सो यसलाई हामीले यसरी लेख्न पनि मिल्दो रहेछ। सो अब यो प्लस माइनस 1/√2 भनेको हामीले tan इन्भर्स प्लस माइनस 1/√2 लेख्न सक्छौं। ओके, सो लेख्दिउँ। सो अब यहाँ कति आयो हाम्रो tan थीटा इक्वल टु tan इन्भर्स प्लस माइनस 1/√2। ओके, यो लेख्न सक्छौं। सो अब यसलाई जेनरल टर्ममा लगौं। जेनरल टर्ममा यसको सोल्युसन कति हुने भयो त अब थीटा इक्वल टु n पाई प्लस
कति हुने भयो थीटा थीटा भनेको कति tan इन्भर्स plus minus 1 by root 2. So this is going to be our solution. Okay. So यो क्वेशनलाई चाहिँ हामीले यसरी गर्न सक्छौं where n belongs to integer. Okay. So यसको दुईटा सोलुसन आउँछ एउटा आउँदो रहेछ थीटा इक्वल टु n pi by 3 अर्को आउँदो रहेछ n pi plus tan inverse plus minus 1 by root 2. So I hope यो भिडियो पनि तपाईहरुलाई इन्ट्रेस्टिङ लाग्यो होला सो यस्तै भिडियोहरु म अरु क्वेशन्सहरुको पनि लिएर आउँदै गर्नेछु सो थ्यांक यू एभ्रीवन फर वाचिङ दिस भिडियो